हेलो साथीहरु, म चाहिँ अहिले पाल्सको अपरेसन गरेर आएको। तर जस एकछिन चाहिँ दुख्दो रहेछ हैन। तर हिँड्नु चाहिँ मजाले नै हुँदो रहेछ। काट्दा मासु त गम्मै नै काटेको थियो, मासु पलाएर है। दुख्नु चाहिँ अहिले चाहिँ त्यति दुखेको छैन हैन। अब भरै भोलितिर के हुन्छ हेरौँ। र हामी चाहिँ अहिले काटिसकेर पनि यहाँ उकालोमा बिस्तारै घर जाँदैछु। जाति भयो भने केही छैन, खुसीको कुरा हो हैन कमल। तर जाति त हुन्छ नै होला। दबाईहरू पनि दिएको छ है, खतरा खतरा। र एक महिना चाहिँ नि हे भगवान, हे भोलेनाथ, जाँड रक्सी के खानु नपाउने भयो, मासु सासु। तर जाति हुन्छ भने त बार्न के ठुलो कुरो होइन गाइज हैन। देखाउनु मिल्ने भए देखाइ पनि दिन्थे। बसौँ एकछिन आए। तर हिँड्नु चाहिँ मजाले आनन्दसँग हुने रहेछ हैन। तर गाह्रै छ। सिलाई 3-4 टाँचा हान्यो हैन। र हिँड्नु चाहिँ आनन्दै भइरहेछ। तर अब हल्का टेन्सन त भइहाल्छ हैन। टेन्सन गरेर नहुने, जाति भयो भने त खुसी भइहालिन्छ है। हाम्रो साथीसँग गएको यता म आए। जाति भयो भने चाहिँ त्यही नै हो खुसीको कुरा भनेको। यहाँ यस्तोमा अडेस लाएर बसिन्छ। यस्तो ढुङ्गा छैन, हामी बस्यौँ। यस्तो फगी पनि लागिरहेछ। त्यो जाति भयो भने पैसा भनेको केही पनि ठुलो कुरो होइन हैन। त्यो भइहाल्छ।